न्यायाधिकरणले एकैपटक 53वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकहरूलाई कैद र जरिवाना फैसला गरेको छ। न्यायाधिकरणले 53 मुख्य सञ्चालकलाई 6 महिना कैद र 1 लाख रुपैयाँ जरिवाना सजाय हुने गरी फैसला गरेको हो। न्यायाधिकरणका अध्यक्ष रमेश खत्री, सदस्य गोपीचन्द्र भट्टराई तथा निशा बानियाको संयुक्त इजलासले यही 16 गते ठगीमा संलग्न म्यानपावर कम्पनीलाई सजाय दिने फैसला गरेको हो। खाडी तथा मलेसिया जाने श्रमिकहरूको भिजा तथा श्रम स्वीकृतिका लागि प्रदान गरिने स्टिकर लगायत कागजात नक्कली बनाएर ठगी गरेको न्यायाधिकरणले ठहर गरेको न्यायाधिकरणका इजलास अधिकृत दुर्गादत्त लम्सालले जानकारी दिए। इजलास अधिकृत लम्सालका अनुसार ती म्यानपावर कम्पनीहरूले ललितपुर पुल्चोक स्थित नेपाल निक प्रिन्टिङ प्रेस मार्फत नक्कली कागजात बनाएर कामदारलाई वैदेशिक रोजगारमा पठाउने गरेको खुलेको हो। उक्त प्रेसले एक व्यक्ति बराबर 500 देखि 7,000 रुपैयाँसम्म रकम लिएर नक्कली कागजात बनाइदिने गरेको खुलेको हो। 2071 सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि यसमाथि अनुसन्धान सुरु भएको थियो। अख्तियारमा वैदेशिक रोजगार विभागका कर्मचारीहरू मिलेमतोमा म्यानपावरहरूले ठगी गरेको हुँदा अनुसन्धान गरिपाउँ भन्दै उजुरी परेको थियो। सोही उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढायो। अनुसन्धानका क्रममा अख्तियारले 2071 असारमा नेपाल निक प्रेसमा खानतलासी गर्यो। प्रेसमा 2071 असार 27 गते छापा मारेको थियो। सो क्रममा प्रेसले विभिन्न व्यक्तिहरूको कागजात नक्कली बनाएको पाइयो। अख्तियारले प्रेसबाट आवश्यक कागजात बरामद समेत गर्यो। यसमा थप अनुसन्धान अघि बढाउँदै लगियो। त्यसपछि प्रेसले विवरण सच्याउने तथा नक्कली कागजात बनाउने गरेको पुष्टि भएकाले वैदेशिक रोजगार ऐन 2064 को दफा 47 अनुसार कसुर गरेको देखियो। यस्तो देखिएपछि अख्तियारले 2072 साल असार 11 गते निर्णयसहितको फाइल वैदेशिक रोजगार विभागमा पठाएको थियो। त्यसपछि बाँकी अनुसन्धान प्रक्रिया विभागले अघि बढाएको थियो। प्रतिवादीको बयान गराउने, साक्षी बुझ्ने लगायत काम विभागले विभिन्न चरणमा गर्यो। त्यसपछि सरकारी वकिलको कार्यालयले 2073 साल साउन 19 गते प्रतिवादी उप मुद्दा चलाउने निर्णय गरेको थियो। यो मुद्दा 2073 भदौमा न्यायाधिकरणमा दर्ता भएको थियो। त्यसपछि थुनछेक आदेश भयो। बीचमा प्रमाण बुझ्ने, प्रतिवादीको बयान गराउने, फरार प्रतिवादीलाई म्याद जारी गर्ने, सुनुवाई, साक्षी बुझ्ने लगायत काम भए। यो मुद्दामा पछिल्लो आदेश 2075 साल भदौ 19 गते भयो। यो आदेशपछि मुद्दा मुलतवीमा गयो। त्यतिबेला श्रम स्वीकृति दिने विभागका कर्मचारीहरू विरुद्ध भ्रष्टाचारको अभियोग लगाउँदै मुद्दा विशेष अदालतमा पनि दायर भएको थियो। मुद्दा विशेष हुँदै सर्वोच्च अदालतमा पुग्यो। सर्वोच्चले कर्मचारीलाई सफाई दिई म्यानपावर कम्पनीका हकमा न्यायाधिकरणले फैसला गर्नुपर्ने निर्णय गरेको थियो। त्यसपछि बाँकी प्रक्रिया न्यायाधिकरण मार्फत अघि बढेको हो। सर्वोच्चबाट भ्रष्टाचार मुद्दाको अन्तिम फैसलाको प्रतिलिपि प्राप्त भएपछि यो मुद्दा 2077 साल फागुन 21 मा मुलतवीबाट जागेको हो। सबै एउटै प्रकृतिको मुद्दा भएकाले 53 थान मुद्दाका प्रतिवादीमाथि एकैपटक जनाउ म्याद जारी भयो। त्यसपछि प्रक्रिया अगाडि बढेको हो। इजलास अधिकृत लम्सालका अनुसार 2078 पुस 25 देखि यो मुद्दा हेर्दैमा गयो। 8 दिन इजलासमा यो मुद्दा हेर्दै रहेको थियो। त्यसपछि यही फागुन 16 गते इजलासले 53 म्यानपावर सञ्चालकमाथि 1 लाख जरिवाना र 6 महिना कैदको फैसला गरेको हो। अवैध धन्दामा संलग्न प्रेसका सञ्चालक शेरबहादुर महर्जन र उत्तम खत्री 53 वटै म्यानपावर कम्पनीहरूको मतियार देखिएकाले निजलाई वैदेशिक रोजगार ऐन 2064 को दफा 53 को मतियार कसुर ठहर गरिएको छ। न्यायाधिकरण वैदेशिक रोजगार सम्बन्धी मुद्दा हेर्ने विशेष अदालत हो। वैदेशिक रोजगारको क्षेत्रमा एकैपटक यति धेरै म्यानपावर कम्पनीमाथि सजाय दिने फैसला यसअघि भएको थिएन। यी हुन् सजाय सुनाइएका 53 म्यानपावर कम्पनी र सञ्चालक। 53 म्यानपावर कम्पनीको नामहरू यस प्रकार रहेका छन्। मेरीगोल्ड ओभरसिज प्रणालीका सञ्चालक रविन्द्र कुमार श्रेष्ठ, अलधार म्यानेजमेन्ट प्रणालीका सञ्चालक जेबेर अहमद खा, लिबर्टी एचआरका सञ्चालक दण्ड प्रसाद काप्री, फ्युचर लिङ्क इन्टरनेसनलका सञ्चालक सलामुद्दिन मिया, गल्फ म्यानेजमेन्टका सञ्चालक उपेन्द्र प्रसाद शाह, ओरोर ह्युमन रिसोर्सका सञ्चालक राजेन्द्र भण्डारी, आरके म्यानपावर ग्रुपका सञ्चालक शीतल प्रसाद यादव, एबिसी प्लेसमेन्ट प्रणालीका सञ्चालक मनोज कुमार गौतम, सनलाइट ह्युमन रिसोर्सका सञ्चालक चित्रबहादुर बिसुङखे, सन्ना इन्टरनेसनल रिक्रुटमेन्टका सञ्चालक मोहम्मद मुस्ताफ मिया, इम्पायर इन्टरनेसनलका सञ्चालक मोदनाथ शर्मा, मोभिरा इन्टरनेसनल ओभरसिज सर्भिस प्रणालीका सञ्चालक मोदनाथ शर्मा, वर्ल्ड भिजन इन्टरनेसनलका सञ्चालक बुद्धिबहादुर रोक्का, विन्डवोर्ड ओभरसिजका सञ्चालक मोहन कर्ण राणा, ड्रिम एन्ड गाइड सिस्टमका सञ्चालक साइद फ्युजल रहमान,
स्प्लेन्डिङ जब सोलुसनका सञ्चालक गोपाल उराप, गल्फ इन्टरनेसनल ग्रुप नेपालका सञ्चालक जयराम अधिकारी, लक्की एचआर सोलुसनका सञ्चालक ऋषि प्रसाद शर्मा, एसपीएम ओभरसिजका सञ्चालक क्षितिज ढुङ्गाना, एनबी इन्टरनेसनल म्यानपावरका सञ्चालक रामराज अधिकारी, अञ्जली ओभरसिजका सञ्चालक टिका शिवाकोटी, साउदी नेपाल रिक्रुटमेन्ट एजेन्सीका सञ्चालक देवीकला आचार्य, मिराकला ओभरसिज प्रणालीका सञ्चालक ज्ञानेन्द्र अधिकारी, एसी इम्प्लिमेन्टका सञ्चालक तुलसी प्रसाद काप्री, ट्र्याक ओम ओभरसिजका सञ्चालक सुनित कुमार सिंह, गतिशील ओभरसिजका सञ्चालक रामकुमार लामा, अल मसिर ओभरसिजका सञ्चालक दिलकुमार तामाङ, स्वस्तिल ओभरसिजका सञ्चालक भीष्म सापकोटा, मर्सेज इन्टरनेसनल ओभरसिजका सञ्चालक खेमनाथ गौतम, परदेशी ओभरसिजका सञ्चालक युवराज शर्मा, जीएस इम्प्लोइमेन्ट सर्भिसका सञ्चालक चक्रबहादुर बलम पाकी, मादी ओभरसिजका सञ्चालक जनक थापा, सिटिजन ओभरसिजका सञ्चालक वीरबहादुर तामाङ, स्टारवे ओभरसिजका सञ्चालक भागीरथ राई, योङ ओभरसिजका सञ्चालक थिरमणि पौडेल, सार्क ओभरसिजका सञ्चालक इन्द्रबहादुर खड्का, जब सर्चका सञ्चालक सुरेश शर्मा ढकाल, सिप्पन्न इन्टरनेसनलका सञ्चालक दिलीप कुमार भण्डारी, सालमनी ओभरसिजका सञ्चालक रामचन्द्र गिरी, कालिन्चोक म्यानपावरका सञ्चालक प्रदीप कुमार कार्की, उपटार एचआर प्रणालीका सञ्चालक श्यामबहादुर पराजुली, डिलक्स एचआरका सञ्चालक जनक खड्गा, लक्की ओभरसिजका सञ्चालक यमबहादुर केसी, एमकन ओभरसिजका सञ्चालक रामप्रसाद गैरे, नाइल इन्टरनेसनल प्रणालीका सञ्चालक गङ्गा तामाङ, युरोटेक कन्सल्टेन्टका सञ्चालक नारायण खड्गा, दीप गेटवे ओभरसिजका सञ्चालक विकास जङ रायमाझी, रारा इम्प्लोइमेन्ट कन्सल्टेन्टका सञ्चालक गोपाल प्रसाद पाण्डे, रिजन ओभरसिजका सञ्चालक राजन सापकोटा, बेस्टवे सर्भिसका सञ्चालक पुष्पबहादुर आले, पर्फेक्ट कनेक्सन इम्प्लोइमेन्टका सञ्चालक दिल्ली प्रसाद लामिछाने, ग्रान्ड ओभरसिजका सञ्चालक राजकिशोर शाह र आस्था इन्टरनेसनल ओभरसिजका सञ्चालक रविन्द्र केसी कारबाहीमा पर्नुभएको छ।